हेलो गाइस, अहिले चाहिँ हामी रमिते डाँडामा जाँदैछौँ हावा खानलाई। यो चाहिँ हामी गर्मी महिनामा गएको, तर मैले भिडियो चाहिँ अहिले मात्रै एडिट गरेर पोस्ट गर्दैछु यसै टाइम मिलेर। यहाँ चाहिँ नानी, मम्मी अनि उता चाहिँ भाइ अनि म चाहिँ यहाँ भिडियो रेकर्ड गर्दैछु अनि आन्टी अङ्कल चाहिँ अगाडि हुनुहुन्छ। हामी चाहिँ फ्यामिली नै मात्रै गएको थियौँ नानीसँग। छजना गएको थियौँ नानीसँग। यस्तो राम्रो बाटो गइन्छ, डाँडै डाँडा छ अनि यहाँ चाहिँ नानी पनि सुति गइजान्छ आधी बाटोमा चाहिँ। हेर्नु न कस्तो दामी डाँडा देखेको। एकदम गर्मीमा गएको थियौँ हामी त। यहाँ गर्मी यता झापामा, यता दमकतिर चाहिँ गर्मी, उता कस्तो शीतल आनन्द आउने वातावरण थियो। त्यसपछि रमाइलो गर्दै हामी गयौँ अनि पुग्यौँ। यहाँ मान्छेहरू पनि आउने जाने, कस्तो भिड बाफ्रे। हामी चाहिँ स्याटरडे पुगेको थियौँ, त्यही भएर एकदम भिड थियो रमिते डाँडा। यहाँ यस्तो रहेछ रमिते डाँडा। हेलो गाइस, अहिले चाहिँ हामी 10 टाउन रमिते डाँडा आइसक्यौँ। अब हामी रमिते डाँडादेखि पनि अझ हाइटमा 10 टाउन जानुपर्ने हुन्छ। गाडीहरू चाहिँ यहीँ पार्क गरिँदो रहेछ। अनि त्यसपछि हामी हिँड्यौँ गाइस। हामी हिँडेर अब यहाँ तलदेखि चाहिँ गाडी साडी राखेर पार्क गरेर यसरी राखेर माथि 10 टाउन चाहिँ अलिक हाइटमा रहेछ क्या, धेरै हाइटमा। त्यहाँबाट चाहिँ सिनहरू तल राम्रो देखिने रहेछ क्या। अनि प्लस त्यहाँ होटलहरू पनि छ क्या, त्यहाँ पनि जानुपर्ने हुन्छ। मान्छेहरू पुरै त्यहीँ जाँदो रहेछ क्या प्रायः। अनि हामी पनि गाडी साडी पार्क गरेर हिँड्यौँ। यहाँ म चाहिँ भिडियो खिच्दै जाँदैछु मम्मीहरूसँग बोल्दै। यहाँ भाइ अनि मम्मी आन्टी अङ्कल चाहिँ तल गाडीमै बस्नुभयो। कता बस्नुभयो, अङ्कलहरू त पहिला पनि जानुभएको थियो नि त। त्यही भएर यहाँ सिद्धान्तले चाहिँ चिप्स खाँदो रहेछ, म पनि मागेर थोरै खाँदै हिँडेँ। तायामा चाहिँ सुति गएको छ, मम्मीले बोक्नु भएको छ। दिदीभाइ चाहिँ चिप्स खाँदै डाँडा चढ्दै। कस्तो राम्रो देखेको, हरियो डाँडा कानलाई कान लागेको बारी पहाडको यहाँ। अनि त्यसपछि हामी अब यो मान्छे दुईजना जाँदै गरेको सर्टकट बाटो अरे क्या 10 टाउन जाने। अनि यो निलो र सेतोवालाको चाहिँ लङ कट। अब हामी चाहिँ सर्टकट बाटो जाऊँ भनेर एकछिन यहाँ आराम गर्दैछौँ। नानी निदाइ गएको छ नि त, त्यही भएर मम्मीलाई गाह्रो भइरहेछ। त्यही भएर एकछिन आराम गऱ्यौँ। यो अगाडिको मान्छेहरू पनि कुन बाटो जाने भन्दै पुरै उयो गर्दैछ। हामी पनि, आन्टी चाहिँ पहिला पनि आउनुभएको नि, त्यही भएर यही बाटो जानुपर्छ, यो सर्टकट बाटो भन्नुहुँदैछ आन्टीले। हामी चाहिँ एकछिन यहाँ मम्मी नानी आराम गर्नुहुँदैछ। त्यसपछि हामी जान्छौँ 10 टाउन। त्यहाँमा चाहिँ मस्त सुतेको छ। यहाँ चाहिँ दोकान रहेछ क्या, यो हामी बसेको चाहिँ। यहाँ चाहिँ इस्कुसको मुन्टाहरू, पहाडको सब्जी क्या, इस्कुसको मुन्टा, फर्सी, अदुवा पुरै बेच्न राखिरहेको थियो क्या। अनि मम्मीहरूले यहाँ दाम पनि सोध्नुभयो के कति पर्छ भनेर। अनि त्यसपछि एकछिन बस्यौँ। मम्मी चाहिँ यहाँ आन्टी अझै सोध्नु हुँदैछ। आन्टी र मम्मीको चाहिँ यहाँ सब्जीको बारेमा कति दाम पर्छ, के कसो सोध्ने यो नै सिधेको छैन कुराकानी। अनि त्यसपछि चाहिँ हिँड्यौँ। अब चाहिँ बाटो लाग्ने भनेर हिँड्यौँ। सुरुमा आन्टी जानुभयो, भाइ अनि मम्मीले चाहिँ नानी बोकिराख्नु भएको छ। म बोक्छु भन्दा पनि दिनु भएन, मम्मीले पनि बोक्नुहुन्छ र ठिकै छ म यहाँ बोक्छु भन्नुभयो। अनि तायामालाई लिएर मम्मी चाहिँ हिँड्नुभयो। यहाँ चाहिँ यो कस्तो, यो पहाडको यो झारहरूको गन्ध चाहिँ कस्तो मिठो लाग्छ क्या मलाई चाहिँ। हाम्रो मावला पनि पहाडै हो नि त। पहिला हामी पनि जान्थ्यौँ, धेरैपल्ट गएको छु म पहाड होइन, अलिक सानोमा। अनि यो कस्तो गन्ध क्या त्यहीँ, त्यस्तै मम्मीहरूकै पहाड जस्तो क्या, झारपातहरू त्यही टाइपको झारपातहरू अनि गन्ध मिठो। यहाँ एकछिन बिसाएर हेर्नु हुँदैछ कस्तो दामी। यस्तो माथि पुगिसक्यौँ नि त, धेरै माथि डाँडामा चढ्नु पनि गाह्रै हुँदैछ। र पनि मजै भइरहेछ।
कस्तो मिठो गन्ध आउँदैछ झारपातहरूको। यहाँ चाहिँ म नानीको टोपी लगाएको कस्तो देखिँदैछ सिन कस्तो दामी कानलाई बारी कस्तो दामी देख्यो क्या। अनि अब आन्टीले चाहिँ यहाँ झारको बारेमा भन्नुहुँदै थियो क्या झारपातहरूको बारेमा एउटा पात चाहिँ थियो क्या यो चाहिँ तितेपाती हो तर अर्को खच्रो खच्रो पात थियो क्या त्यो पात चाहिँ लाउनुपर्छ भन्नुहुँदै थियो क्या आन्टीले। पहिला आन्टीहरू स्कुल पढ्दाखेरि टाउकोमा सिउरिनु हुन्थ्यो अरे क्या आन्टीको अलिक अब पाहाडमा योवाला पात चाहिँ लायो भने अर्काको सररोग पनि सर्दैन यो पात लाएर हिँड्नुपर्छ यस्तो खालके पात भन्दै आन्टीले सिकाउनु हुँदै थियो क्या। अनि आन्टीले मलाई पनि दिनुभयो लाउनलाई अनि मम्मी र तामालाई पनि लगाइदिनु भयो यो पात। अनि हामी सबैजनाले लायौँ यो चाहिँ पात चाहिँ यस्तो चाहिँ आइपुग्थ्यो क्या प्रायः चाहिँ सिद्धान्त चाहिँ अगाडि हिँड्यो त्यो चाहिँ। अब यो परको यो छेउको यो निलो टिनवाला घरहरू चाहिँ टेन टाउनको रहेछ गाइज। अब हामी टेन टाउनभित्र पसिसक्न आँट्यौँ। हामी चाहिँ सर्टकट बाटो पछाडिबाट आएको हो लङ कट बाटो पनि त्यो अलिक धेरै नै लामो हुने थियो त्यो बाटो गएको भए तर हामी फर्किँदा चाहिँ त्यो बाटो फर्किने भनेर सोच विचार गरेको छु। यो बाटो चाहिँ मान्छे हिँड्नलाई मात्रै उपयोग हुन्छ बाइक साइकल केही कुद्दैन रहेछ क्या यो बाटो चाहिँ मान्छेको लागि मात्रै। यो निलो घरहरू आयो टेन टाउन आयो गाइज। मेरो तामाको चाहिँ निन्द्रै खुलेको छैन मम्मीलाई चाहिँ गाह्रो भइसक्यो होला सघाउँछु नि भन्दा नि मान्नु न होस् ठिकै छ म आफै पुग्छु भन्नुहुन्छ। त्यसपछि हामी टेन टाउन आइपुग्यौँ गाइज। यो टेन टाउनको चाहिँ पछाडिको साइड रहेछ क्या यहाँ माथि बसेर खाने चाहिँ हामी टेन टाउन आइपुग्यौँ। निलो घरको लिस्ट नि माथि तलबाट चाहिँ टेन टाउन भन्ने चाहिँ यहाँ चाहिँ वेलकम टु द टेन टाउनहरू अनि यहाँ टेन टाउन बस्ने पनि सुविधा रहेछ। यहाँ गाना लगाइरहेको पुरै मान्छे चाहिँ यहाँदेखि यत्रो गाना घन्काइरहेको यस्तो तल पनि देखिँदो रहेछ क्या मजाको रहेछ यहाँ टेन टाउन भन्दो रहेछ क्या। यो माथि जानु रहेछ गाडी साडी जाँदैन रहेछ यहाँ हिँडेर तलबाट हिँडेर आउनु पर्ने बाइक चलाउने यहाँ होटलहरू पनि रहेछ खाजासाजा खानुलाई। अनि त्यसपछि गीत बजाइदिँदो रहेछ क्या मेन मान्छेहरू त्यही गीतमा नाच्ने। अनि यहाँबाट यस्तो भुइँ रमिता हेर्ने परतिर पनि पुरै फ्यामिली आउने अनि टेन टाइपको घरहरू बनाइदिँदो रहेछ क्या टेन्ट यिनीहरूमा के अरे फोटोहरू खिच्नलाई आउने गर्दो रहेछ क्या मान्छे। मेरो ताईमा चाहिँ मस्त सुति गयो अनि त्यसपछि हामी पनि एकछिन यहाँ फोटोसोटो खिच्यौँ। यहाँ आन्टी यहाँ मम्मी तायामा चाहिँ निदै गएको चाहिँ यहाँ कुकुर रहेछ हाम्रो घरको कुकुर जस्तै रहेछ यहाँ एउटा कुकुर चाहिँ तायामा चाहिँ मस्त सुतिरहेछ। मम्मीले मैले पालो गरेर पुग्यौँ तायामालाई चाहिँ। त्यसपछि हामी पनि एकछिन यहाँ रमिता हेऱ्यौँ त्यसपछि फोटोसोटो खिच्ने भनेर हल्का फोटोसोटो खिच्यौँ। यहाँ सबै मान्छेहरू चाहिँ कहाँबाट यहीँ आउँदो रहेछ क्या यो टेन्टवाला घरहरू यो टेन्टवाला रुमहरू रहेछ क्या यो चाहिँ सबै राति बुक गरेर बस्नु मिल्ने यहाँ के क्याम्प भनेर पुरै नामै लेखेको रहेछ क्या। यो सबै यो सानो टेन्ट टाँगेको चाहिँ यो सबै यो घर यो रुमहरू हो क्या सबै मान्छे राति आउने टाढाबाट आएर यहीँ बस्नु मिल्ने खालके क्या। अब हाम्रो त दमकतिर सीतापुरीतिर यतातिर त गर्मी हुन्छ नि त गर्मी टाइममा त चैत वैशाखतिर धेरै अनि त्यही भएर मान्छेहरू प्रायः उताकोहरू व्यापारीहरू नर्मल मान्छेहरू सबै यहाँ आउँदै यो रुमहरू बुक गर्दै यहाँ बसिँदो रहेछ क्या। यहाँ चाहिँ म भिडियो मस्त खिच्दैछु अनि हामीले एकछिन हामी पनि हेऱ्यौँ। यहाँ चाहिँ पुरै गीत बजाएर कपिराइट लाग्छ भनेर पुरै मैले चाहिँ भोइस रेकर्डिङ गर्दैछु पुरै गीत बजाएर उफ्रेको छ नाचेको छ खानेहरू खाएको छ भिडियो खिचेको छ फोटो खिचेको छ। मम्मी मैले नानीलाई चाहिँ पनि भिडियो खिचिदिँदैछु अनि सिद्धान्तले नानी मलाई पनि भिडियो खिचिदियो पुरै। यहाँ त एकछिन पानी पऱ्यो फेरि
हामी भिडियो खिच्दा खिच्दै पानी पऱ्यो। त्यसपछि हामी मम्मीहरू ओतमा बस्नुभयो। एकछिन हामी पनि बस्यौँ भने एकैछिनमा पानी चाहिँ पर्ने, एकैछिनमा रोकिने हुँदो रहेछ क्या। त्यस्तो खासै जाडो त होइन, नर्मल ठिकै थियो। मैले नानीलाई ज्याकेट ओढाइदिने भनेर गएको थिएँ। त्यस्तो धेरै जाडो पनि थियो नानीलाई ओढाएर। हाम्रो तायामा चाहिँ यतिखेर भर्खर हिँड्नु सिक्दै थियो क्या। थोरै सपोर्टले पनि हिँड्ने भइसक्यो थियो, आफै इन्डिपेन्डेन्टली हिँड्ने त भएको थिएन। त्यही भएर उसलाई दोहोऱ्याएर हिँडाउँदैछौँ हामी। भाइले चाहिँ पछाडिबाट फोटो खिच्दैछ। एकछिन घुम्यौँ, नाच्यौँ भने यतिकै फर्क्यौँ भन्ने कुरा भयो। मम्मीहरू चाहिँ पर पुगिसक्नु भएको छ। फेरि बोलाएर म चाहिँ फोटो भिडियो खिच्नु भन्छु। मम्मीहरू चाहिँ बल्ल बल्ल आयो। फेरि जानेकै हतार क्या। बुढी मान्छेहरू चाहिँ यस्तै हुन्छ क्या, हिँड्दाखेरि जहाँ हिँड्दा पनि। यहाँ भाइलाई खिच भन्दैछ। यहाँ अनि यो मेन गेट चाहिँ यताबाट रहेछ क्या। मेन गेट चाहिँ यो पछाडिको हो रहेछ क्या। यो मेन गेट चाहिँ यो अगाडिबाट आउनुपर्ने, यो 10 टाउनमा। हामी चाहिँ अघि पछाडिको बाटो आयौँ क्या। त्यो हुन्छ नि अलिक ठुलो बाटो हो क्या यो गेटबाट चाहिँ। मम्मीहरू चाहिँ हतार जहाँ गए पनि लास्टमा फर्किने हतार हुन्छ कि पुग्नु पाएको छैन। अनि फेरि गरेर फेरि एकछिन उभ्याएर फोटोहरू भिडियोहरू खिच्यौँ हामी सबैजना भएर। अनि अब फर्किने भन्ने कुरा हुँदैछ। यहाँ चाहिँ खासै घामै लाग्दैन रहेछ क्या। धुम्म भइराख्ने शीतल, त्यस्तो गर्मी पनि नहुने। त्यही भएर मान्छे पुरै भिड हुन्छ क्या। झापाको मान्छेहरू त चैत वैशाखतिर त ओभर धेरै हुँदो रहेछ। कता अरू ठाउँतिर पनि आउँदो रहेछ क्या। हामीलाई चाहिँ अब हामी चाहिँ गर्मी ठाउँमा बस्ने हो नि त। त्यही भएर अलिअलि जाडो शीतल भनेर आनन्द हुने रहेछ। यहाँ नानी र म तायामालाई पनि आनन्द भइरहेछ। यहाँ शीतल घुम्नु पाएर इन्जोय गर्दैछ तायामा पनि। म मेरो छोरी पनि इन्जोय गर्दैछु मामी। एकछिन फेरि ब्याक आएर फेरि एकछिन बस्यौँ। त्यसपछि सिद्धान्त र नानीको पनि भिडियो खिच्दै एकछिन फोटो पनि खिचिदिएँ। यो दुईजना चाहिँ मामा भान्जी हो। यो चाहिँ मेरो भाइ हो नि त। यो 10 टाउनमा। ल तिमीहरूको पनि भिडियो खिचिदिन्छु भनेर मैले भिडियो फोटो खिचिदिएँ दुईजनाको पनि। कस्तो यहाँ चाहिँ पुरै क्या, यहाँ चाहिँ एकदम गीत लाग्कोलाई क्या। त्यसपछि अब चाहिँ हामी जानुपर्छ होला भनेर, फर्किनुपर्छ होला भनेर हामी चाहिँ यहाँ खाजा खाएनौँ। किनकि हामी भेज हो नि त। त्यही भएर यहाँ मासु। त्यही भएर हामी चाहिँ खाजा खाएनौँ। अब तल फर्केर तल गएर तलै खाजा खाने भनेर हामी फर्किने। अब चाहिँ हामी मम्मीहरू चाहिँ अगाडि हिँडिसक्नुभयो। पर्खिनु न भन्दैछु। मम्मी र आन्टी चाहिँ अगाडि कुदिसक्नुभयो। यहाँ हामी पनि निक्ल्यौँ। ल द 10 टाउन, बाई बाई द 10 टाउन भनेर हामी चाहिँ मेन यहाँ आउँदैछ धेरै मान्छेहरू चाहिँ। अनि यसरी हामी हिँड्दैछौँ। अब चाहिँ हामी 10 टाउन घुमिसकेर फेरि फर्क्यौँ। हामी फर्किँदा चाहिँ लङ्कडै आयौँ क्या। अगाडिको गेटबाटै झऱ्यौँ। मम्मी र आन्टी चाहिँ अगाडि पर पुगिसक्नु भएको छ। यहाँ भाइले चाहिँ तायामालाई मामा र भान्जी चाहिँ यहाँ हिँड्दैछ। अनि म चाहिँ भिडियो खिच्दैछु। अब हामी फर्क्यौँ गाइस। फर्केर चाहिँ हामी अब चाहिँ यो यसको बजार जाने भयौँ क्या। आज आइतबारको दिन थियो नि त हामी गएको। शनिबारको दिन। अनि शनिबारको दिन चाहिँ यो ठाउँको मेन बजार पनि छ अरे क्या, अलिक माथि। अनि त्यहाँ पनि जाने भनेर मम्मी आन्टीहरू चाहिँ तम्सिनु हुँदैछ। अनि हामी यो त्यहाँबाट झर्ने क्या। तल जुन हाम्रो गाडी रहेछ नि, गाडी चढ्ने ठाउँमा, गाडी राख्ने ठाउँमा, त्यहाँ झर्ने 5-6 मिनट लाग्ने क्या। 5-6 मिनट र 10 मिनट लाग्छ बिस्तारै हिँड्नलाई त। तर फर्किँदाखेरि चाहिँ यो ओह्रालो भएर मजा हुन्छ कि गरिँदैन। नानी पनि इन्जोय गरिरहेको थियो। नानीलाई चाहिँ अलिक चिसो भयो भने लुगा लगाइदिनु भने लुगा त बोइदिउँ। तर नानी न्यानो थियो, त्यस्तो जाडो पनि थिएन नि त। त्यही भएर उसलाई हामीले लुगा पनि लगाइदिनौँ। हेर्नु न कस्तो दामी सिन देखेको। पाहाडैबाट यहाँ घाम पनि लागेको थिएन। एकछिन घाम लाग्छ, एकछिनमै हराउँछ। अब यहाँ हामी सिनहरू हेर्दै फर्किँदैछौँ।
फर्केर गाडी भएको ठाउँमा गएर त्यसपछि हामी बजार्ने। अनि ल भाइलाई फेरि मैले आमा र छोरीकै भिडियो खिचेँ भनेर भाइलाई खिचेँ। नानी बोकेर झर्ने पालो अब चाहिँ मेरो। झर्दाखेरि चाहिँ मम्मी र आन्टी चाहिँ अगाडि हिँड्नुभयो, भाइ र म चाहिँ टाइममा पुग्दै तल झर्दै बिस्तारै झर्दै गऱ्यौँ। टाइममा फ्रेस भएको छ, अघि त मस्त सुतेको थियो, अहिले त फ्रेस भएर हेर्दै इन्जोय गर्दै हेर्दैछ। टाइममा पनि मेरो छोरी चाहिँ घुम्नु पायो भने मस्त, उसलाई त केही चाहिँदैन, खानु पनि केही पर्दैन। हामी चाहिँ गाडी भएको ठाउँमा आइपुग्न आँट्यौँ। मम्मीहरू चाहिँ अघि कहाँ पुगिसक्नुभयो गाइस। आमा छोरी हातमा पक्रेर भिडियो रेकर्ड गर्ने भनेर ट्राई गर्नु खोजेको, तर भएन, उल्टो पाल्टो भएछ। यहाँ हेर्नुहोस् गाइस, अब चाहिँ हामी यो रमितेको बजार जान आँटेको। रमिते बजार, यो चाहिँ रमिते नै हो। यो चाहिँ रमिते त रमिते मेन, यसको बजार चाहिँ अझै 5-10 मिनटको बाटो जानुपर्ने रहेछ क्या। अनि त्यहाँ पनि जामै भन्ने कुरा हो, यहाँ आएपछि त्यहाँ किन नजाने भन्ने कुरा हो। त्यही भएर हामी बजार अब जान्छौँ। यता आमा यहाँ छैन, अहिले चाहिँ पुरै घाम लागेको थियो। एकछिन घाम लाग्ने, एकछिनमै न्यानो धुम्म हुने हुँदो रहेछ क्या। हामी झापा बस्नेलाई त, गर्मी ठाउँ बस्नेलाई त कस्तो आनन्द आउने क्या। यहाँ त मलाई नि घाम पुरै लाग्यो एकछिन त, त्यही भएर त्यसलाई मैले क्याप लगाइदिएँ। आन्टी र मम्मी अगाडि हिँड्नुहुँदैछ। अब हामी रमिते बजार जान्छौँ गाइज। मेरो छोरी चाहिँ इन्जोय गर्दैछ, हाँस्दैछ। उता जाने भन्दैछ, कुमारकोतिर जाने भन्दैछ फेरि। अब हामी रमिते बजार जानलाई गाडी चढिसक्यौँ। गाइस अहिले चाहिँ अब हामी गाडी चढेर पनि रमिते बजार आइपुग्यौँ। रमिते बजार आएर हामी डुल्दैछौँ। नानी चाहिँ आन्टीले बोक्नुभयो चाहिँ यो चाहिँ रमिते बजार रहेछ। यो रमिते आएको हामी रमितेको 10 टाउन पनि पुग्यौँ। 10 टाउनबाट झरेर अब यो चाहिँ रमिते बजार। यो रमिते बजारमा चाहिँ बजार चाहिँ यो मेन मुटु चाहिँ यो रहेछ क्या बजार। त्यस्तो खास चाहिँ त होइन, त्यस्तो खास चाहिँ केही हेर्नुपर्ने घुम्नुपर्ने ठाउँ त मलाई खासै केही लागेन। गर्मी ठाउँ हामी बस्नेलाई चाहिँ त्यहाँ चाहिँ शीतल, अनि शीतल भएपछि त्यसै आनन्द। अनि अलिक पहाडी एरिया मनपर्छ नि त अब गर्मीसम्म बस्नेलाई त। अनि यहाँ हामी यो रमिते बजारको चाहिँ सब्जी बेच्ने ठाउँ रहेछ। यहाँ चाहिँ त्यस्तो धेरै ठुलो पनि लाग्दैन रहेछ रमिते बजार। यहाँ मान्छे चाहिँ कता गयो, सबै झापातिर गएर शीतल खान आउने रहेछ कि। यहाँ यो अङ्कलले चाहिँ चिप्ले किरा देखाउँदैछ क्या। चिप्ले किरा पनि यहाँ पाउँदो रहेछ। तपाईँको अङ्कलले चाहिँ चिप्ले किरा देखाउँछ क्या। एकजनाले त हामी बस्दै खायो पनि क्या, यत्रो ठुलो चिप्ले किरा, त्यसै खप्लक्क निलो। अनि हामी अलिक सब्जीहरू किन्यौँ 2-4वटा। अनि त्यसपछि हामी कत्रो होला रमिते बजार भनेर एकछिन घुम्नतिर लाग्यौँ। हामी यहाँ रमिते बजारमा पुग्दाखेरि फेरि पानी पऱ्यो। एकछिन त पानी परेर हामी फेरि बाटो हिल्लै छ, बाटो पानी चाहिँ पानी परेर एकछिन ओतमा बस्यौँ। त्यसपछि फेरि घुम्ने भयो। यहाँ मान्छेहरू रमिते बजार चाहिँ यहीँसम्म, चाहिँ रमिते बजारको एन्डिङसम्मै पुग्यौँ क्या। हामी चाहिँ माथिसम्मै पुग्यौँ, त्यहीँसम्म पिच मात्रै भएको रहेछ। त्यहाँदेखि उता चाहिँ भएको रहेनछ। अनि यहीँसम्म चाहिँ जाउँ, उतासम्म नजाउँ भन्ने हो। पानी परेर रमिते बजारमा पनि पानी परेर केही छैन यो रमिते बजारमा पनि। अनि फेरि फर्केर रमिते बजारबाट फर्केर हामी
यो चाहिँ हामी जाँदा जाँदै यो झन्डै यो यो भ्यू हेर्ने ठाउँ रहेछ क्या। यो चाहिँ हामी रमिते बजारबाट 10 टाउन गयौँ। 10 टाउनदेखि रमिते बजारबाट फर्केर यो चाहिँ फर्किँदाखेरि यो जाँदा जाँदै मान्छे यहाँ छिर्दो रहेछ। हामी चाहिँ फर्किँदाखेरि छिर्यौँ क्या। बाटोमा त फर्किँदै छिर्ने भनेर यहाँ चाहिँ कस्तो दामी देखिँदो रहेछ। घाम लाग्दाखेरि उता दमकहरू सबै देखिँदो रहेछ क्या यो डाँडाबाट। यो बाटोमा हो, जाँदा जाँदै हेर्नु पनि मिल्ने, तर हामी चाहिँ फर्किँदा मात्रै छिर्यौँ। यहाँ यो पनि भ्यू पोइन्ट रहेछ क्या। कस्तो दामी भ्यू देखिने घाम लाग्दाखेरि। यहाँ मम्मी हामीहरू सबै उलेर आन्टीहरूको मैले भिडियो सिडियो खिच्दै हामी फोटोसोटो खिच्यौँ। अनि यहाँ भ्यू हेर्नुतिर लाग्यौँ। कस्तो दामी भ्यू देखिने क्या घाम लाग्दाखेरि त। यहाँ भिडियो खिच्ने भन्यौँ, अङ्कलहरूको पनि खिचिदिएँ फोटो। यहाँ मम्मीले चाहिँ नानी चेप्पो हुनुहुन्छ। कति धेरै मान्छे भइरहने क्या। यहाँ म नानी भाइले खिच्दै एकछिन अनि खिच्यौँ न भन्ने भएर अनि एकछिन फोटो भिडियो खिच्यौँ यहाँ पनि। त्यसपछि खाजासाजा खाएर हामी फर्क्यौँ गाइज भिडियो सिडियो खिचेर। त्यहाँमा चाहिँ मम्मीसँग बसिरहेछ। हामी बस्दा बस्दा एकैछिनमा यहाँबाट घाम पनि गयो क्या। घाम गएपछि त कस्तो अँध्यारो घाम लाग्दाखेरि चाहिँ मजाको देखिँदो रहेछ क्या। खोलाहरू, दमक, मधुमला, यहाँबाट मस्त रमिता हेर्नुपर्ने रहेछ क्या। राम्रो देखिने, पुरै टिकटक बनाउनेहरू पुरै आउने रहेछ क्या। हामी पनि 10-15 मिनट यहाँ 10-15 मिनट होइन, हामी झन् आधी घन्टै जस्तो बस्यौँ होला यहाँ पोइन्ट हेर्दै। यो चाहिँ हाम्रो गाडी हो गाइज। अङ्कल आन्टी भाइ, यहाँ मम्मी र तायामा, यहाँ म, यहाँ मेरो तायामा भ्यू पोइन्टबाट भ्यू हेर्दै। मेरो तायामालाई चाहिँ डुल्नु पायो भने केही चाहिँदैन। मुडी बाई बाई भन्दैछ। माया गर भनेको माया पनि गर्दैछ तायामाले। अब यहाँ एकछिन आधी घन्टा जस्तो बसेर हामी फर्किने गाइज। मेरो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज। सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई।